मेरो हातमा भएको जुन यो डट पिन छ यो हिरोसिमा भन्ने ठाउँमा खसाइएको एटम बम भन्दा 30 गुणा बढी शक्तिशाली छ। यस्तो म किन भन्दैछु भनेपछि यो डट पिन अथवा कुनै पनि पिण्ड भनेको आफैमा एउटा शक्ति हो, आफैमा एनर्जी हो। जस्तो हिट एनर्जी हुन्छ, लाइट एनर्जी हुन्छ, साउन्ड एनर्जी हुन्छ, त्यस्तै एनर्जीहरू मध्ये यो पिण्ड भनेको पनि एनर्जीकै एउटा त्यस्तो प्रकार हो जुन चाहिँ निष्क्रिय रूपमा बसेको छ। मतलब यो यताउता कतै पनि जाँदैन, एक ठाउँमा स्थिर अवस्थामा बसेको छ। र यदि यो डट पेनलाई मैले डिस्ट्रोय गरेर यसको एनर्जी निकाल्न चाहन्छु भनेपछि मैले यसको एन्टिमेटर ल्याउनु पर्छ। यसको एन्टिमेटर ल्याएर योसँग जुधाउने भनेपछि यो टोटल डिस्ट्रोय भएर यसको प्योर एनर्जी निस्किन्छ। त्यो एनर्जी चाहिँ फोटोनको रूपमा, लाइटको रूपमा चाहिँ बाहिर निस्किन्छ। र यदि हामी त्यसको भ्यालु कति हुन्छ भनेर क्याल्कुलेट गर्न चाहन्छौँ भनेपछि त्यसको अनुमानित भ्यालु चाहिँ E = mc² भन्ने फर्मुला युज गरेर चाहिँ यति आउँछ, जुन मैले च्याट जीपीटीमा सोधेर यति अनुमानित एनर्जी निकालेको छु।